हाम्रो मिलेनियम ग्रुप 2000 सालमा जुन माध्यमिक दिनेहरू साथीहरू चाहिँ सबैजना एकतर्फी एउटा मिटिङ भेटघाट हुन गइरहेको छ। सबैजना भेला भएको छ र आज कारणवश हामी चाहिँ अलिकति ढिलो भयौँ गर्दा। मैले सिकेलाई फोन गरेको थिएँ त। सिकेले केही भनेन। त्यो भन्दा अब हामी आधी घन्टा बेसी भइसक्यो यहाँ बसेको। बाटै राम्रो छ हैन। अहिले आइपुगेछौँ मौरेफारीमा चाहिँ स्ट्याचु यस्तै बनाएको रहेछ। पछाडिको वेदर एरिया सबै दामी, बहुत ही अच्छा नजारा बुद्ध भगवान का स्ट्याचु। यो गैँडले गर्दा आज हामी ढिलो भएको चाहिँ यो जो मिलेनियम ग्रुप लेखेको गैँडे छ त्यसले गर्दा बाटो एकपट्टि रहेछ एकपट्टि घुमाउँछ साले। अनि यस्तै छ नजारा। यसलाई चाहिँ के भन्छ अरे? तिनजुरे अरे? तिनजुरे लो मलाई मेरो कन्टेन्ट आयो नि ग्रुप में लडाई हो गयो भनेर। फेरि गर्दा आइज न, गाडी जाँदैन, स्कुटी जान्छ, सब केटाहरू लगेछ। आम्माम गुवा त अन्त यो सब सुपारीको गाछ रहेछ नि हौ। थोरै छ नि त हो। अन्त ओ यो बढ्दा त सानो डला त हुँदैन त है? हौ केटा, यो बढ्दा त कस्तो चाहिँ हुन्छ होला अन्त फ्युचर त? अन्त र सम्पूर्ण साथीहरू भेला भइसकेको छ। अब चाहिँ हुन्छ मिटिङ है। यहाँबाट देखेको नजारा चाहिँ यस्तै दामीहरू देख्दो रहेछ। मजा भइसकेको छ र हाम्रो यस्तै प्रकारले परिचय गर्दैछौँ हाम्रो मिलेनियम ग्रुपको। हाम्रो शरण सर, नमस्कार सर। नारायण साथी, ओफ टाइगर, कहाँको टाइगर थाहा छैन। राकेश साथी, हाम्रो बले सर, विश्वजित, तेजमान सर, हिरो साथी, हाम्रो केशियर पेम्बा सर, विशाल सर, युवेन शर्मा हाम्रो साथी, हाम्रो सिके सर र सञ्जीव साथीलाई एकदम भिडियोमा सबैजनालाई अग्रिम बधाई दिँदै शुभकामना दिँदै हामी आज सबैजना आत्मा म छु भेला भइसकेको छ। हाम्रो आज मिटिङ भएको कारणले गर्दाखेरि मौरेफारी के अरे तिनजुरे बस्ती है, तिनधुरे बस्तीमा चाहिँ हामी तिनधुरे भ्यू पोइन्टमा चाहिँ भुटानको नजारा हेर्दै मिटिङ गर्न लागिरहेछौँ है त। मिलेनियम ग्रुप चाहिँ यो तपाईँको मिलेनियम भन्ने बित्तिकै तपाईँहरूले बुझिहाल्नु भयो। 2000 सालमा चाहिँ हामीले माध्यमिक दिएका हौँ यो ग्रुप है। र एक्टिभली हामीले 2019 सालदेखिको चाहिँ यो मिलेनियम ग्रुपलाई चाहिँ साथी समूहहरू सबै भेट भएर चाहिँ योलाई तयार पारेका हौँ 2019 देखिको। र एक्टिभली हामीले यो विशेष हामीले यो मिलेनियम ग्रुप चाहिँ किन बनायौँ भन्दाखेरि, समूह बनायौँ भन्दाखेरि चाहिँ हाम्रो जुन चाहिँ साथी सर्कल छ यो साथी सर्कलको चाहिँ बन्डिङ राम्रो होस् भनेर चाहिँ हामीले खोलेका हौँ। र त्यो पछाडि हाम्रो उद्देश्य के छ भन्दाखेरि यस्तै सोसियल कामहरू गर्ने पनि छ है। र विशेष चाहिँ हामीले साथीहरूलाई नै फोकस गरेर चाहिँ हामीले सोसियल कामहरू पनि गर्दै आइरहेको छौँ। र त्यस्तै गरेर हाम्रो साथीहरू देशमा नि छ विदेशमा नि छ है। र कसै गाउँभित्रै छौँ, हामी गाउँभित्रै छौँ। र आज चाहिँ यहाँ निलम साथी पनि आउनुभएको छ, उहाँ दुबईबाट आउनुभएको, प्रस्थान हुनुभएको। र आज चाहिँ हामी यो तिनचुले भन्ने यो फारीको यो तिनचुले भन्ने जग्गामा चाहिँ फर द फर्स्ट टाइम हामीले वी आर गोइङ टु अर्गनाइज अ मिटिङ है। र अब यो मिटिङमा चाहिँ हामीले केही छलफल गरेर चाहिँ फेरि हाम्रो यो मिलेनियम ग्रुप चाहिँ अगाडि बढ्ने प्रयासरत छौँ हामी। धन्यवाद। थ्याङ्क यू।